आदरणीय दर्शकवृन्द नमस्कार। आजको भिडियोमा हामी कुरा गर्नेछौँ जीवनमा सफल हुनका लागि चाहिने 7 महत्त्वपूर्ण सूत्रहरू। यदि तपाईँ जीवनमा अगाडि बढ्न चाहनुहुन्छ, केही ठुलो गर्न चाहनुहुन्छ र आफैमा आत्मविश्वास विकास गर्न चाहनुहुन्छ भने कृपया यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। पहिलो सूत्र छ उद्देश्य स्पष्ट पार्नुहोस्। जीवनमा सफल हुन चाहनुहुन्छ भने पहिलो काम हो आफ्नो उद्देश्य पत्ता लगाउनु। तपाईँ के गर्न चाहनुहुन्छ, के कुराले तपाईँलाई मिनिङ दिन्छ। जबसम्म तपाईँले आफ्नो लक्ष्य स्पष्ट पार्नुहुन्न, तपाईँको प्रयासहरू दिशाविहीन हुन्छ। A person without a goal is like a ship without a compass। त्यस्तै दोस्रो सूत्र हो दृढ निश्चय र आत्मविश्वास। सफलता एक दिनमा पाइँदैन, तपाईलाई बारम्बार असफलता भोग्नुपर्ने हुन्छ। त्यसैले निश्चय र आत्मविश्वास चाहिन्छ। तपाईँ आफैमा विश्वास गर्नुहोस्, म सक्छु, म सफल हुन्छु। तेस्रो सूत्र छ अनुशासन। अनुशासन नै सफलता प्राप्त गर्ने राजमार्ग हो। सधैँ समयको कदर गर्नुहोस् र आफ्नो काममा निरन्तरता राख्नुहोस्। दैनिक तालिका बनाउनुहोस् र त्यस अनुसार अगाडि बढ्नुहोस्। 4 नम्बरमा रहेको छ निरन्तर सिकाइ। जीवन भनेको एउटा ठुलो पाठशाला हो। हरेक दिन केही न केही नयाँ कुरा सिक्ने प्रयास गर्नुहोस्। पुस्तक पढ्नुहोस्, अनुभवी व्यक्तिहरूसँग संवाद गर्नुहोस् वा इन्टरनेटबाट अध्ययन गर्नुहोस्। लर्न मोर टु अर्न मोर। त्यस्तै 5औं नम्बरमा रहेको सूत्र छ सकारात्मक सोच। नकारात्मक सोचले तपाईँको ऊर्जा घटाउँछ। तपाईँ जुन कुरा सोच्नुहुन्छ त्यही बन्नुहुन्छ। त्यसैले सधैँ सकारात्मक सोच राख्नुहोस् र एउटा यस्तो अफर्मेसन आफूमा तयार पार्नुहोस्, म सक्षम छु, म सफल हुँदैछु। 6 नम्बरको सूत्र रहेको छ सहनशीलता र धैर्यता। सफलता तुरुन्त आउँदैन, समय लाग्छ, सङ्घर्ष लाग्छ। जब तपाईँलाई लाग्छ अब छोडिदिन्छु, त्यसै बेला सफलताको ढोका खुल्न सक्छ। त्यसैले धैर्य राख्नुहोस्। स्लो एन्ड स्टेडी विन्स द रेस। 7औं सूत्र रहेको छ सेवा भाव र इमान्दारी। तपाईँ जे काम गर्नुहुन्छ मन लगाएर इमान्दारी साथ गर्नुहोस्। यदि तपाईँले अरूको जीवनमा केही राम्रो परिवर्तन ल्याउन सक्नुभयो भने त्यो नै असल सफलता हो। यी थिए जीवनमा सफल हुन चाहिने 7 सूत्रहरू। अब तपाईँको पालो यी सूत्रहरूलाई जीवनमा उतार्न सुरु गर्नुहोस्।